अचानक एउटा गाउँमा एउटा ठूलो परेवा आइपुग्छ। गाउँलेहरू डराउँछन् र एकजना मानिसले चलाखीपूर्वक डोरीले परेवा समातेर पिञ्जडामा थुन्छन्। परेवा भोकाएको र तिर्खाएको हुन्छ र पीडाले रुन थाल्छ। त्यसपछि एउटा विशाल कुखुरा गाउँमा आउँछ। उनले गोप्य रूपमा पिञ्जडा खोल्छिन् र परेवालाई मुक्त गर्छिन्। दुवैजना चुपचाप गाउँलेहरूबाट भागेर जान्छन्। तर परेवा अझै पनि रोइरहेको छ किनभने कसैले पनि लाइक वा सब्स्क्राइब गरेन। अचानक एउटा गाउँमा एउटा ठूलो परेवा आइपुग्छ। गाउँलेहरू डराउँछन् र एकजना मानिसले चलाखीपूर्वक डोरीले परेवा समातेर पिञ्जडामा थुन्छन्। परेवा भोकाएको र तिर्खाएको हुन्छ र पीडाले रुन थाल्छ। त्यसपछि एउटा विशाल कुखुरा गाउँमा आउँछ। उनले गोप्य रूपमा पिञ्जडा खोल्छिन् र परेवालाई मुक्त गर्छिन्। दुवैजना चुपचाप गाउँलेहरूबाट भागेर जान्छन्। तर परेवा अझै पनि रोइरहेको छ किनभने कसैले पनि लाइक वा सब्स्क्राइब गरेन।